गुड मर्निङ सबैजनालाई। आज हामी सेलो गुम्बा जाँदैछौँ। सेलो गुम्बाको लागि जाने बाटो यहाँ चाहिँ मर्मत कार्य भएकोले बन्द रहेछ। अब हामी अर्को बाटोबाट सेलो गुम्बा जाँदैछौँ। आज यो बिहान पख, अहिले बिहानको 7 पनि बजेको छैन, केही मिनट बाँकी नै रहेछ। हामी चाहिँ बिहानै हाम्रो आमाले गर्नुहुने पूजाको लागि सेलो गुम्बा जाँदैछौँ। सेलो गुम्बा चाहिँ कहाँ पर्छ भन्नुहुन्छ भने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर 2 मा अवस्थित रहेको छ। एकदमै शान्त वातावरण होइन, भिरको माथि रहेको छ पाखामा। प्राय गुम्बाहरू सबै त्यस्तै ठाउँमा हुन्छ। सबै गुम्बाहरूको आफ्नो छुट्टै महत्त्व छ। यो गुम्बाको पनि छुट्टै महत्त्व रहेको छ। यहाँ रिम्फोर्सेज्यू हुनुहुन्छ। हामी त्यो गुम्बामा जानका लागि यो दोस्रो बाटो प्रयोग भएर आइसकेका छौँ। यो दोस्रो बाटो चाहिँ यो बागबानी जाने बाटो हुँदै जानुभयो भने पनि तपाईँहरू त्यो चाहिँ गुम्बामा पुग्नुहुन्छ। जुन बेसी बेनी जाने बाटो यो हो। यहाँ पनि बाटो बन्द छको सूचना छ, तर हामी यही बाटो प्रयोग गरेर जाने निर्णय गऱ्यौँ। नत्र चाहिँ हामी उता फेरा हुँदै जानु पर्थ्यो फेरि। अब चाहिँ हामी यही बाटो जाऊँ भनेर सल्लाह गरेर यो बाटो गयौँ र हामी चाहिँ जाँदैछौँ यहाँबाट। एकदमै राम्रो, हेर्नुहोस् दृश्य कस्तो राम्रो, बल्ल घाम लाग्यो, कस्तो राम्रो मौसम है। यता चाहिँ यो खोलामा पानी रहेछ, तर अघि उता रोकदिङदेखि चाहिँ पानी नै थिएन कि बाटोमा। त्यही भएर मलाई चाहिँ यस्तो नराम्रो लाग्यो। जसरी पानी बिना माछा जसरी छटपटाएर मर्छ नि, त्यसरी नै खोलाहरू पनि अब पानी बिना चाहिँ एकदमै शून्य कि एकदम खोलाको स्वरूप नै हराइसकेको रहेछ। यो एकातिर विकास हुन्छ भने अर्कोतिर विनाश पनि हुँदो रहेछ। त्यो माथि डाँडाको बिचमा झुप्प रहेको ठाउँ चाहिँ सेलो गुम्बा हो। यो चाहिँ जुनबेसी गाउँ हो। अब हामी सेलो गुम्बाको नजिक आइसक्यौँ। अब यो ठ्याक्कै जुनबेसी गाउँको माथि चाहिँ सेलो गुम्बा अवस्थित रहेको छ। अब हामी केही समयमा नै सेलो गुम्बा पुग्छौँ। यहाँबाट दुईवटा बाटो छुट्टिने बाटो छ। माथिबाट चाहिँ थोप्तेन्चोलिन, उता चाहिँ सेलो गुम्बा जाने हो। हामी सेलो गुम्बाको परिसरमा आइसकेका छौँ। सायद 1.5 घन्टा जति लाग्यो हामीलाई यहाँ आइपुग्न। यो चाहिँ सेलो गुम्बाको परिसर हो साथीहरू। हेर्नुहोस् त कस्तो सुन्दर ठाउँमा छ यो गुम्बा। यति ठुलो गुम्बा छ होइन। यो ठाउँमा हामी बिहान 8-9 बज्दै आइसक्यौँ। कस्तो राम्रो ठाउँ, हेर्नुहोस् कस्तो राम्रो मौसम खोलेको छ फेरि होइन। आज कतै बादल, नत्र अरूतिर बादल छैन। एकदमै शीतल मौसम छ। सेलो गुम्बाको चाहिँ मर्मत कार्यहरू भइरहेको रहेछ। सबै यता भौतिक संरचनाहरू बनाउनु भएको रहेछ। सबै नयाँ निर्माण हुँदै रहेछ। तर पनि उहाँहरूलाई हामीले समय माग्यौँ भने चाहिँ उहाँहरूले पूजाको लागि हामीलाई अनुमति दिनुहुन्छ र उहाँहरू र हामी आफ्नै सहमतिमा चाहिँ समय तय गरेर हामीले यो गुम्बामा विभिन्न पूजा गर्न सक्छौँ। धेरै चाहिँ व्यक्तिहरू आउनुहुन्छ, बनाउँदैछ भनेर कन्फ्युज हुनु होला, तर यहाँ चाहिँ तपाईँले पूजाको लागि टाइम लिन चाहिँ सक्नुहुन्छ। अनि हामीलाई लामा गुरुहरूले चिया, बिस्किट, खाप्से होइन दिनुभयो। हामी पनि बिहान केही नखाइकन आएको हुनाले मस्त खायौँ। त्यसपछि हामी गुम्बाभित्र दर्शनको लागि गयौँ र हामीले चाहिँ सबैजनाले सेवा गऱ्यौँ। सेवा गरिसक्यौँ होइन। एकदमै राम्रो हुन्छ नि त सेवा गर्नुपर्छ। गुम्बाभित्र छिरेपछि जान्नेले पनि नजान्नेले पनि सबैले सिक्नुपर्छ। सेवा गरिसक्यौँ। त्यतिखेर सबै धर्मगुरुहरू चाहिँ आफ्नो स्थानमा पाठ पूजाको लागि बसिसक्नु भएको थियो। अनि हामी पनि सेवा गरेपछि चाहिँ हामीले यहाँ रिम्फोर्सेको, त्यसै गरेर चाहिँ लोकपेनहरूको दर्शन गऱ्यौँ होइन। दर्शनको कार्य गरिसकेपछि हामी पनि लामा गुरुहरूको पछाडिको सिटमा हामीलाई बस्नको लागि व्यवस्था गरिदिनु भएको रहेछ। त्यहाँ गएर बस्यौँ। अनि त्यसपछि हामीले पनि यहाँ उहाँहरूले मन्त्र पढिरहँदाखेरि चाहिँ चिया पिउँदै, अनि त्यसपछि उहाँहरूले मन्त्र जप गर्नुहुन्छ, उहाँहरूले चाहिँ मन्त्र पढ्नुहुन्छ, हामी चाहिँ त्यो श्रवण गर्दैछौँ। एकदमै शान्त वातावरण, एकदमै आनन्द भइरहेको थियो। मेडिटेसनमा गएको जत्तिकै फिल हुँदो रहेछ। लामो समयपछि यो आफ्नो घरको दैनिकी छोडेर कुनै समयमा यसरी गुम्बामा गएर होइन पाठ पूजा गर्दाखेरि छुट्टै आनन्द हुन्छ। मेरो मम्मी अनि मेरो चाहिँ सानी मम्मी पनि, उहाँहरू पनि एकदमै आनन्दले मन्त्र जप गर्दै हुनुहुन्छ। अनि बेलामा गफ गर्नुहुन्छ। दिदीबहिनीको गफ कहिले सकिन्न। गफ गर्दै फेरि माने जप गर्दै बस्नुहुन्छ।
एकदमै रमाइलो। उहाँहरू चाहिँ 3 दिदी बहिनी हुनुहुन्थ्यो। मेरो मम्मी चाहिँ ठुलो दिदी अनि माइली दिदी चाहिँ उहाँ हुनुहुन्छ भने कान्छी सानी आमा चाहिँ बित्नुभयो। उहाँहरू एकदमै खुसी 3 बहिनी होइन। दाजुभाइ पनि हुनुहुन्छ धेरैजना, तर उहाँहरू टाढा हुनुहुन्छ भने नजिकै भएको चाहिँ उहाँहरू दिदी बहिनी मात्र हुनुहुन्छ। एकदमै खुसी साथ हामीले पाठ पूजा गऱ्यौँ। बिचबिचमा यसरी लन्च ब्रेक, त्यसै गरेर टी ब्रेकहरू भइरहेको थियो। अनि हाम्रो नजिकै रहेको हिमाल चाहिँ मेरो सानीमाले चाहिँ हँसाउँदै हुनुहुन्छ, यो चाहिँ सगरमाथा हो भन्दै हुनुहुन्छ। अनि हामी हाँस्यौँ पनि, यो चाहिँ सगरमाथा होइन, यो चाहिँ नोम्बर हिमाल हो होइन, दुधकुण्ड हिमाल पनि भनेर चिन्छौँ। अनि हामी खुसी भयौँ। एकैछिन घाम ताप्यौँ, यस्तो चर्को घाम होइन। अनि यहाँको लामा गुरुहरूको चाहिँ यहाँतिर जग्गाहरू पनि रहेछ। उहाँहरूले टनेला पनि निर्माण गर्नुभएको रहेछ। उहाँहरूको टनेलामा पनि निकै सागसब्जी छ, गाई बस्तु पनि पाल्नु भएको रहेछ, यहीँ दुध उत्पादन हुँदो रहेछ होइन। आफ्नो लागि चाहिने तरकारीहरू यहीँ उत्पादन गर्दा कति राम्रो हुने। त्यसपछि हामीले चाहिँ 108 वटा छोमी पनि बाल्यौँ, सबै फ्यामिलीको मेम्बरहरू मिलेर। मेरो मामुले चाहिँ मिलाउँदै हुनुहुन्छ। मिलाउँदै एउटा छोमे चाहिँ उहाँले अहिले लहराउनु पनि हुन्छ। मामुको चाहिँ त्यो हात चिप्लियो कि, अनि एउटाको कारणले अर्को झऱ्यो। ठिकै छ भन्दै हाँस्दैछ। अनि हामीले चाहिँ सबैजना मिलेर यसै छोमे बालिसकेपछि 108 वटा छोमे बालिसक्यो। मैले त्यसपछि चाहिँ फेरि एकैछिन रेस्ट गरेर फेरि लामाहरूले पढ्नुभयो। त्यसपछि चाहिँ लगभग 3 बजीतिर हाम्रो पूजाको कार्यक्रम सकियो। त्यसपछि मामु चाहिँ अब उठ्न बस्न गाह्रो हुने भएकोले हाम्रो चाहिँ माइला दाई र माइली दिदीले चाहिँ उहाँहरूलाई पूजा गरिदिनु भए बापत दक्षिणा चढाउँदै हुनुहुन्छ होइन। हामीले सबै लामा गुरुहरूलाई दक्षिणा चढाइसकेपछि रिपोर्सीबाट हामीलाई खादा लगाएर, त्यसै गरेर ठुहरू दिनु भएर होइन, चिलाप दिनु भएर, सुङ्दी लगाइदिनु भएर बिदाई गर्नुभयो। अनि त्यसपछि अब चाहिँ हामी घर जाने तयारीमा छौँ। हिँड्दै हुनुहुन्छ, दुवैजना बुढाबुढी हुनुभएको छ, त्यही भएर मिली आउँदै हुनुहुन्छ। एकदमै आनन्द भयो। मम्मीको इच्छा पनि पुरा भयो आज धेरै समयपछि। अनि त्यसपछि यो चाहिँ हामी अब निस्किँदैछौँ पूजा सकिएर। बिहान 7 बजे हामी आएको, अहिले चाहिँ 3:30 भइसकेको छ। अब चाहिँ हामी घर फर्कन लागिरहेका छौँ। उहाँहरू हाँस्दै हुनुहुन्छ, एकदमै खुसी होइन। मान्छेको जीवनमा आत्मा सन्तुष्टि हुनुभन्दा खुसी के हुन्छ र होइन। यो उमेरसम्म पनि दिदीबहिनी साथैमा यसरी खुसी भएर हिँड्दाखेरि कति खुसी लाग्ने। अनि उहाँहरूकै मार्गदर्शनलाई पछ्याउँदै हामी पनि अगाडि बढिरहेका छौँ। र यो चाहिँ रह्यो आज हाम्रो सेलो गुम्बाको भ्रमण। तपाईँहरू पनि सोलुखुम्बु जिल्ला आउँदै हुनुहुन्छ भने धेरैवटा गुम्बाहरूको भ्रमण गर्न सक्नुहुन्छ। सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा मात्र पनि तपाईँले 50औं वटा जति गुम्बाको भ्रमण गर्न सक्नुहुन्छ, जसमा एउटा पवित्र स्थल भनेको सेलो गुम्बा पनि पर्छ। र यहाँ पनि एकचोटि अवश्य भ्रमण गर्नुहोला भन्न चाहन्छु। र मेरो युट्युब च्यानल माया शेर्पा सोलोलाई पनि लाइक, सब्सक्राइब र फलो गरिदिनुहोस्, किनभने म सोलुखुम्बु जिल्लाबाट यस्तै विभिन्न रमणीय स्थलहरूको हजुरहरूलाई भ्रमण गराउनेछु। र यहाँहरूको गुम्बाहरूको, यहाँको समाजको बारेमा यहाँहरूलाई जानकारी गराइराख्छु। एउटा सिक्ने अवसर मिलेको छ र सिक्ने प्रयास गरिरहेको छु। यहाँहरूको साथ र सहयोग मिल्यो भने अवश्य मैले यो क्षेत्रमा आफूलाई अब्बलता साबित गर्दै लैजाने अवसर पनि रहनेछ। आजको यो दिन हाम्रो चाहिँ शुभ रह्यो, हजुरहरूको पनि शुभ रहोस्। हवस् त, धन्यवाद। फेरि भेटौँला।